अखण्डमण्डलाकारं व्याप्तं येन चराचरं तत्पदं दर्शितं येन तस्मै श्रीगुरवे नमः। मूकं करोति वाचालं पङ्गुं लङ्घयते गिरिं यत्कृपातामहं वन्दे वत्सलां शक्तिमातरम्। सम्पूर्ण भद्र महिला एवं सज्जन वृन्दमा हार्दिक नमस्कार। तन्त्र चर्चा परिवारले हरेक हप्ताको मङ्गलबार रात्रि 8 बजे आयोजना गर्दै आएको तन्त्र परिचर्चा श्रृङ्खलाको आज 275औं श्रृङ्खलामा उपस्थित हुनुभएका सम्पूर्ण भद्र महिला एवं सज्जन वृन्दमा म हार्दिक स्वागत एवं अभिवादन गर्न चाहन्छु। म सन्दीप सापकोटा। तन्त्रमा मन्त्रयोग विषयमा आज यो तन्त्र परिचर्चा श्रृङ्खलाको 275औं श्रृङ्खलामा हाम्रो प्रवचन हुँदैछ। आज हामीसँग तन्त्र विद्या शिरोमणि प्राध्यापक विद्यानाथ उपाध्याय भट्ट गुरुज्यू हुनुहुन्छ। उहाँले सुन्नुहोस् बाबा, यो कति राम्रो कुरा आउँछ। उहाँले उपर्युक्त विषयमा करिब 1 घण्टा करिब 40 मिनट आफ्नो प्रवचन राख्नुहुनेछ र करिब 10-15 मिनट चाहिँ हामी विषयवस्तुमा आधारित रहेर अन्तर्क्रिया गर्नेछौँ। यो संक्षेपमा रूपरेखा निवेदन गर्दै महानुभावहरूलाई नेपाली सर्वमान्य तन्त्र कार्यक्रम यो फेसबुक नेपाली सर्वमान्य तन्त्र फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण भइरहेको कुरा यहाँलाई निवेदन गर्न चाहन्छु र यथासम्भव आफ्नो अडियोलाई अफ भिडियोलाई अन राखेर अडियोलाई चाहिँ अनिवार्य अफ राख्नुहोला। यति भन्दै म गुरुलाई कार्यक्रममा हस्तान्तरण गर्छु। धन्यवाद। मेरो आवाज त आइराखेको छ गुरु। पशुपति महादेवम देवीं श्री गुह्य कालिकां सद्गुरुं श्री विष्णु रमणं प्रणमामि पुनः पुनः। सर्वप्रथम म भगवानको पाउमा उहाँको चरण कमलमा वन्दना गर्दै यहाँ चर्चा परिवारको यस कार्यक्रममा उपस्थित हुनुभएका सबैलाई मेरो यथायोग्य अभिवादन छ। एउटा अचम्मको कुरा के भयो भनेदेखि हिजो अचानक मेरो मनमा तन्त्र चर्चा परिवारको कुरा मनमा आएर धेरै दिन भयो मैले सब साथीभाइहरूसँग कुराकानी नगरेको मित्रहरूसँग एकखेर कुरा गर्नु पर्यो कि क्या हो भन्ने मनमा लागेको थियो। कस्तो परेछ भन्दाखेरि एकैछिनमा एउटा फोनको पछाडि त्यहाँ सन्दीपजीको फोन आइहाल्यो। अनि के छ तपाईँको कार्यक्रम कस्तो छ, के चल्दैछ भनेको तपाईँले भन्नु पर्यो भनिहाल्नु भयो। अनि त्यहाँबाट यो त परमेश्वरकै इच्छा छ क्या अरे भन्ठाने। ठिक छ, जाने कुरा के निवेदन गर्नु पर्ला भन्ने विषय के गरौँ भन्दाखेरि तन्त्रमा बडा महत्त्वपूर्ण एउटा विषय छ योग विषय छ। योग धेरै किसिमका छन्। मन्त्र योग, लय योग, हठ योग, राजयोग। यसमा हुन त यी सबै क्रियायोग छन्। क्रियायोग र ध्यान योग दुई किसिमको हुन्छ। यिनीहरूमा क्रिया प्रधान भएको हुनाले मन्त्र लय र हठयोगसम्म चाहिँ क्रिया प्रधान हुन्छ, क्रिया गर्नुपर्छ। जति हाम्रा अनुष्ठानहरू छन्, पूजा पाठहरू छन्, जति हाम्रा चाहिँ यो तन्त्र चर्चा नै भनौँ, चर्चा तन्त्र सम्बन्धी चर्चा हो, यी सबै कुराहरू एउटा चाहिँ के हो भने योग नै हो। योगा भनेको के भनेदेखि
संस्कृतमा योजिर धातुबाट बन्छ। योग भनेको जोड्नु। अब केलाई जोड्ने त दुईटा तिनटा नभइकन एउटासँग एउटा दुईटा नभइकन एउटा जोडिँदैन। केसँग जोड्ने त भन्दाखेरि सबभन्दा पहिले त हाम्रा जुन जति इन्द्रियहरू छन् ती सबै इन्द्रियहरू विषयमा लागेका छन्। ती विषयमा लागेका छन् त ती इन्द्रियहरूलाई निरोध गरेर त्यो विषयबाट हटाएर हामीले आत्मामा लगेर स्थिर राख्नु, आत्मतत्वमा लगेर स्थिर राख्नु, त्यो योग हो। अब यतापट्टि तन्त्रको उपासनामा हेर्दाखेरि कसरी योग भयो? सारा हाम्रा क्रियाहरू जति छन् ती क्रियाहरूलाई कसलाई जोड्छ? परमेश्वरलाई जोड्छ। परमेश्वरसँग मेरो हाम्रो सम्बन्ध जोड्दछ। त्यसैले त्यो चाहिँ योग भयो। अर्को अझ माथि जानुहुन्छ भने परायोग चाहिँ कस्तो छ भनेदेखि हामी मूल तत्त्व चाहिँ के हुन्छ भने जीवात्मा हो हामीहरू। त्यो अविद्या उपाधि परेको अविद्यायुक्त जो आत्म तत्त्व छ त्यो जीवात्मा हो, विशुद्ध चैतन्य। त्यो परमात्मासँग जोडिन्छ। पछि गएर त्यो जोडिएपछि जीवात्मा परमात्मासँग जोडिएपछि ब्रह्मसँग जोडिन्छ। ब्रह्मसँग जोडिएन साथै के हुन्छ भने त्यो ब्रह्म ज्ञान त्यसलाई भएर त्यो स्वयं ब्रह्म हुन्छ। तन्त्रको त्यत्रो विशिष्टता छ हेर्नुहोस्। त्यसैले यो हरेक चिज योग भएको भए तापनि त्यसलाई औपचारिक रूपमा एउटा 4 भागमा विभाजित गरेका छन् विद्वानहरूले। मन्त्र योग, लय योग, हठ योग, राजयोग। अब हामी आज कुरा गरौँ मन्त्र योगको विषयमा। मन्त्र योगको विषयमा कुरा गर्ने प्रसङ्गमा यहाँलाई थाहा छ मन्त्र भनेको के हो? मन्त्र भन्दाखेरि अब मान्छेले के भनिरहेका छन् भने मन्त्र यन्त्र तन्त्र भन्ने सुनेका छन्। सुन्दाखेरि के छन् भनेर के भन्छन्, कहिले कहिले प्रश्न उठाउँछन् भने यो मन्त्र तन्त्र योग भने तन्त्र मन्त्र भने के हो? एउटै हो। तन्त्र मन्त्र भन्छन्। तन्त्र मन्त्र यन्त्र चाहिँ एउटै हो भन्छन्। त्यो होइन कि तन्त्र भनेको चाहिँ एउटा साहित्य हो जसमा त्यो विद्या हो जसमा भक्ति हुन्छ। त्यो भक्तिद्वारा तन्त्रको परिभाषै गरेका छ नि। जहाँ देवताहरूको वर्णन हुन्छ, जहाँ अनुष्ठानका कुराहरू बताइएका हुन्छन्, जहाँ हाम्रो जीवन पद्धति नै तान्त्रिक रूपबाट जसरी हामी चलाइराखेका हुन्छौँ, विकसित गरिराखेका हुन्छौँ, त्यो कुराको उल्लेख जहाँ हुन्छ त्यस्तो साहित्यलाई, त्यस्तो विद्यालाई हामी तन्त्र भन्छौँ। अनि जुन देवताको हामीलाई उपासना गर्नु छ त्यो उपासना 88 years old. Yes, बिस्तारै हिँड्लाई भन्नुहोस् न गुरु। विद्यार्थी गुरु भन्नुहोस्। गुरु यन्त्र यन्त्र हामी भन्छौँ। र मन्त्र भनेको के भनेदेखि जसरी हामी आफ्नो नामहरू, आफ्नो गुणहरू कुनै शब्दको प्रयोग गरेर हामी प्रयोग गर्यौँ भने हाम्रो
वर्ण बनिसकेपछि वर्णहरूले मिलेर मातृका बन्छन्, अक्षरहरू बन्छन् र त्यो चाहिँ मन्त्र हुन्छ। र त्यो मन्त्रले के गर्छ त भनेदेखि देवतालाई सम्बोधन गर्छ। जसको उपासना हामी गर्छौँ त्यो देवतालाई सम्बोधन त्यसले गर्छ। निर्गुण पनि हुन्छ देवता, सगुण पनि हुनसक्छ त्यो मन्त्रले सम्बोधन गर्ने देवता। पहिले त देवता भन्ने चिज नै कस्तो हो भने निर्गुण, जसको नाम पनि हुन्न, रूप पनि हुँदैन, अझ हुन्छ, जन्मेको पनि होइन, मर्ने पनि होइन, सदा सर्वदा रहने, सत हुने, ज्ञान स्वरूप हुने, आनन्द स्वरूप हुने, त्यो ब्रह्म स्वरूप हुने, त्यस्तो चाहिँ वास्तविक देवता हो। त्यो एउटै हो। जब उसले संसारको कर्म गर्न उसको हामी उपासना गर्छौँ, जबसम्म संसारको कर्म गर्न ऊ प्रवृत्त हुन्छ, प्रवृत्त गर्न लागेपछि के हुन्छ भने त्यहाँ चाहिँ उनको जन्म, नाम, रूप यी सबको कुराहरूको चाहिँ कल्पना हुन्छ। त्यसैले भनिन्छ संस्कृतमा नाम रूप विहीनस्य ब्रह्मणो रूप कल्पना। रूपको कल्पना हो। कल्पना कस्तो भने दुई किसिमको हुन्छ। एउटा सत्य पनि हुन्छ, असत्य पनि हुन्छ कल्पना। तर यो चाहिँ सत्य कल्पना हो, जो सबै थोक हो। त्यो त सबै थोक हो, त्यसलाई कुनै चिज पनि होइन भन्नै सकिँदैन। जस्तो रूप दिए पनि, जस्तो खुसमा दिए पनि, पशुपतिनाथ भने पनि, गुह्य काली, गुह्येश्वरी भने पनि, दक्षिण काली भने पनि, दुर्गा भने पनि, मातृकाहरू भने पनि, भैरव भने पनि, हुन त ती ब्रह्मरूपै हुन्। तर भए पनि क्रियाको भेदले, संसारमा उनको कर्मको भेदले उनले कर्म गर्न केही पनि आवश्यक नभए पनि संसारको कल्याणको लागि उनले रूप ग्रहण गर्दछन् स्वेच्छया, आफ्नै इच्छाले। त्यसैले तिनको रूपको कल्पना भएपछि त्यो रूपको हामी चाहिँ साधना गर्छौँ, उपासना गर्छौँ, नित्य पूजा गर्छौँ, नित्य सन्ध्या गर्छौँ, नैमित्तिक रूपमा उनको चाहिँ पर्वमा उनको उपासना गर्छौँ। र अनि त्यहाँ काम्य रूपमा हाम्रो केही सिद्ध गर्नु छ भने, आफ्नो इच्छा सिद्ध गर्नु छ भने पनि त्यो काम्य रूपमा पनि उनको उपासना गर्छौँ, साधना गर्छौँ, अनुष्ठानहरू हुन्छन्। त्यसरी ईश्वरको हामी चाहिँ उपासना साधना गर्छौँ। हरेक अनुष्ठान के हुन्छ भनेदेखि त्यो अनुष्ठान चाहिँ योग हो। यसलाई याग पनि भनिन्छ। त्यो याग भनेकै योग हो। हेर्नुहोस्, त्यो उपासनाले, हरेक अनुष्ठानले, हरेक साधनाले, हरेक पूजा उपासनाले ईश्वरलाई प्रसन्न बनाएर ईश्वरद्वारा त्यो ईश्वरीय जुन शक्ति, ऐश्वर्य जो हो, हामी प्राप्त गर्न प्रयास गर्छौँ। अब त्यसमा चाहिँ हाम्रो साधनामा प्रयोग हामी के गर्छौँ भने त्यो देवताको हामी बीज मन्त्रहरूको प्रयोग गर्छौँ। जसरी एउटा खेतमा, बारीमा हामीले चाहिँ गमलामा केही चिज रोप्यौँ भने, फुल रोप्यौँ भने प्रवचन होला हामी रोप्छौँ, त्यही चिज चाहिँ त्यहाँ फुलेर आउँछ, फुल पनि फुल्छ। के भयो? ठिक छ गुरु, यहाँ बिचमा एक दुईजनाले त्यो माइक खोल्या भएर अब भन्नुहोस् गुरु, म बन्द गरिदिन्छु। त्यो जेको हामीले चाहिँ त्यहाँ फुल रोप्छौँ, त्यही फुल फुल्छ। त्यस्तै अनेक किसिमको रङ रूपहरू त्यहाँ चाहिँ भगवान्ले, ईश्वरले चाहिँ वर्णन गरेर त्यहाँ व्यवस्थापन गरिदिनुहुन्छ। फल फल्छ, अमिलो हुन्छ, गुलियो हुन्छ,
पछि फेरि त्यो जान्छ, अर्को आउँछ। यो सबै कुरा व्यवस्था ईश्वरले गरे हुन्छ। किनभने ईश्वर भने कस्तो छ भने ईश्वर सर्वभूतानां हृदयेर्जुन तिष्ठति भ्रामयन् सर्वभूतानि यन्त्रारूढानि मायया तमेव शरणं गच्छ सर्वभावेन भारत तत्प्रसादात् परां शान्तिं स्थानं प्राप्स्यसि शाश्वतम् भनेर सारा संसार ईश्वरले चलाएको छ। यन्त्रमा राखेर घुमाउँछन्। परम शान्ति यदि प्राप्त गर्नु छ भने ईश्वरकै शरणमा जानुपर्छ, ईश्वरलाई मनमा राख्नुपर्छ, ईश्वरकै पूजा गर्नुपर्छ, ईश्वरकै आराधना गर्नुपर्छ, ईश्वरलाई मान्नुपर्छ। अनि ईश्वरकै पदमा हामी पुग्दछौँ। र हाम्रा जति कमीहरू छन्, जसलाई हामी पाप भन्छौँ, जति अधर्म भन्छौँ, जति हामी नराम्रो कुराहरू जानी नजानी हामीले गरेका हुन्छन्, भगवानले त्यसलाई चाहिँ त्यो ईश्वरले त्यसलाई समाप्त गरिदिन्छन्, निवारण गरिदिन्छन्। सर्वधर्मान् परित्यज्य माम एकम शरणं भज अहं त्वा सर्वपापेभ्यो मोक्षयिष्यामि मा गीतामा पनि भन्नुभएको छ उहाँले। यस्ता सार्वजनिक वचन जो जेमा पनि लाग्छ, तन्त्रमा पनि लाग्छ, जेमा पनि लाग्छ, ईश्वरको उपासनाले हामी ईश्वरलाई सम्बोधन गरेर ईश्वरलाई चाहिँ खुसी पारेर उनको शक्ति हामीले प्राप्त गर्न सक्यौँ भने जीवनमा पनि हामी धन्य हुन्छौँ, सफल हुन्छौँ, समृद्धिशाली हुन्छौँ, ज्ञानवान हुन्छौँ, सुख सम्पन्न संसारमा हामी प्राप्त गर्छौँ। र यदि त्यो सुखमा अल्मलिएर परमेश्वरको नाम छोड्दैनौँ भने, परमेश्वरलाई नै चिन्तन गरिरह्यौँ भने उनले नै मेरो पार लगाउँछ भन्ने हाम्रो दृढ विश्वास भयो र हामी चाहिँ उनको उपासना गरिरह्यौँ, त्यो कन्टिन्युटी, त्यो चाहिँ निरन्तरता हामीले चाहिँ यदि गरिरह्यौँ भनेदेखि चाहिँ हाम्रो जीवन धन्य हुन्छ र हामीले प्राप्त गर्न खोजेको कुराहरू प्राप्त गर्दछौँ। यदि त्यस वखतमा हामीलाई सुख जुन प्राप्त हुन्छ, ऐश्वर्य हामीलाई प्राप्त हुन्छ, ईश्वरको प्रसाद हामीलाई प्राप्त हुन्छ, त्यस वखतमा त्यसको दुरुपयोग हामीले गरेर यदि कसैलाई दुःख दिउँ, कष्ट दिउँ, यताउति गऱ्यौँ भनेदेखि हाम्रो पनि त्यसमा जय चाहिँ हुँदैन, राम्रो कुरा हुँदैन। अन्ततः नराम्रो अशुभ कर्मको फल अशुभै हुन्छ, राम्रो कर्मको मात्रै राम्रो फल हुन्छ। यो यति कुरा भनेर म के भन्दछु भने अब मन्त्र योगको विषयमा व्याख्या गर्ने आजको विषयमा भक्ति गर्दाखेरि मान्छे यहाँ के गर्छन् भने कसैले त दीक्षा लिएका हुँदैनन्, अधिकारै प्राप्त गरे हुँदैनन्, त्यसै माला लियो, जप्न सुरु गर्यो, त्यसै पूजा उपासना गर्न सुरु गरिहाल्यो। त्यो चाहिँ गर्ने चाहिँ तन्त्रले अनुमति दिँदैन। सद्गुरु खोजेर सद्गुरुबाट दीक्षा लिएर मन्त्रको बीज मन्त्रको त्यो बीज मन्त्रद्वारा परमेश्वरको हामीले आराधना गर्यौँ भने अनि परमेश्वरलाई चाहिँ त्यसले सम्बोधन गर्छ र चाँडै उनी खुसी भएर हामीलाई हाम्रो प्राप्तव्य कुरातिर हामीलाई दिन्छन्। तर कहिलेकाहीँ सिद्धिहरू पनि दिया हुन्छ। सिद्धि भनेर अहिले पहिले कस्तो अणिमा महिमा गरिमा सबभन्दा सानो हुने, सबभन्दा ठुलो हुने, सबभन्दा गह्रो हुने, सबभन्दा लघु हुने, त्यस्तो होइन अहिले। धेरैजनालाई त्यस्तो हुँदैन होला। कति मान्छेहरूलाई हिमालय तपस्या गर्ने मान्छेहरू अलिक त्यस्तो पनि होला। तर सामान्यतया के हुन्छ भने जसले उपासना परमेश्वरको गर्छ, अनुष्ठान गर्छ, साधना गर्छ, त्यो मान्छेलाई एकमानो खाना नपुग्ने हुँदैन, उसको परिवार राम्रोसँग चाहिँ चलेर जान्छ, उसलाई 3-4 पैसाको कमी हुँदैन, ऊ सुखसँग जीवन व्यतीत गर्दछ, परमेश्वरको नाम उसको मुखमा झुन्डिन्छ, त्यो परमेश्वरको नाम सधैँ उसले लिन खोज्दछ। त्यसले गरेर के हुन्छ भने उसलाई सुख प्राप्त हुन्छ, शान्ति प्राप्त हुन्छ। नाम जपनबाट, नाम कीर्तनबाट, नाम सम्बोधनबाट
उसलाई परम शान्ति प्राप्त हुन्छ। परमेश्वर हृदयमा बसिराखेका हुन्छन्। त्यो कुरा उसले सम्झनु पर्छ। सधैँ उसले के थाहा पाउनुपर्छ भने मेरो हृदयमा परमेश्वर छन्, उनले नै काम गरिराखेका छन्, उनले नै सबै थोक गरिरहेका छन्। मैले किताब लेखेँ, उनले लेखे हो। यो म भने त कस्तो भने कलम जस्तो हो। कलमले त किताब लेख्दैन। कलम त राम्रो हुनुपर्छ। कलम भने हाम्रो शरीर राम्रो हुनुपर्छ, अनि हामी धर्म पुण्य गर्न सक्छौँ, ईश्वरको आराधना गर्न सक्छौँ। त्यसैले हामीले आफूलाई कलम मानेर विशुद्ध चैतन्यले यो लेखेको हो, मेरो हृदयमा बस्ने भगवानले परमेश्वरले लेखेको हो भनेर त्यो ठानेर हामीले चाहिँ जे कर्म गर्छौँ ईश्वरकै लागि गर्ने र कर्म गरिसकेपछि उनलाई समर्पण गर्ने नै। यत् करोसि यदस्नासि यज्जोसि ददासि यत् तपस्यसि कौन्तेय तत्कुरुष्व मदर्पणम, मम अर्पित गर भन्नुभएको छ। भने हामी भन्छौँ नि सबै कर्म गरिसकेपछि कायेन वाचा मनसेन्द्रियैर्वा बुद्ध्यात्मना वा अनुसृत स्वभावात् करोमि यद्यत् सकलं परस्मै नारायणाय समर्पयामि। नारायणाय भन्यो, कसैले शिवाय भन्छन्। हामीले कर्म गरेर उनलाई समर्पित गरिदिने। अनि त्यसको गुण र दोषको चाहिँ भागीदार त्यो हुँदैन। हेर्नुहोस्, त्यो असल चिजको भागीदार हुन्छ। असल चिज परमेश्वरको कृपाबाट प्राप्त हुन्छ। उसको कर्मबाट ईश्वरले दिने चिज हो त्यो राम्रो नराम्रो फल भन्ने चिज। अब मन्त्र योग भने के भनेदेखि मन्त्र योगबाट मन्त्र सिद्धि गरिन्छ। मन्त्र सिद्ध गरेपछि के हुन्छ भने हामीले मन्त्रद्वारा त ईश्वरको आराधना गर्यौं, ईश्वरलाई सम्बोधन गर्यौं। तर मन्त्र साधनबाट के हुन्छ, मन्त्र सिद्धि भएपछि मन्त्र सिद्धि गराउनको लागि हामीलाई एउटै कुराले मात्रै हुँदैन, धेरै कुराको हामीले विचार गर्नुपर्छ। त्यो कुरा हामीले मिलाएर गर्यौं भनेदेखि हुन्छ। नत्र हामीले कुनै घरमा माथि तलामा जानुपर्छ भने हामीले तलदेखि सिँढी चढ्दै 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 जानुपर्छ, अनि माथि पुग्छौँ। त्यस्तै खालको हामीले अनेक कर्महरू गरेर साधनाका लागि उपयोगी, अनुष्ठानका लागि उपयोगी कर्महरू गरेर हामीले माथि जानुपर्छ, आफ्नो साधन साध्यमा पुग्नको लागि, साध्य प्राप्त गर्नको लागि। त्यसमा सबभन्दा पहिलो यसका 16 अङ्ग छन्। पहिलो अङ्ग चाहिँ सर्टकरी म भन्छु, धेरै टाइम पनि लिन्न। पहिलो अङ्ग चाहिँ के हो भने भक्ति। हामीलाई सबभन्दा पहिले भक्ति चाहिन्छ। भक्ति भने के? जसको आराधना हामी गर्छौँ उसमाथि ठुलो प्रेम हुनुपर्छ, अनुराग हुनुपर्छ, त्यसलाई भक्ति भन्छौँ हामी। उसमाथि प्रेम। त्यसैले कृष्ण पनि प्रेमा भक्ति भन्छ नि गोपिनीहरूमा थियो। त्यस्तै हाम्रो पनि प्रेम हुनुपर्छ, अनुराग हुनुपर्छ भगवानप्रति। त्यो 3 किसिमको हुन्छ, वैधी, रागात्मका र परा। वैधी भक्ति भने यो गर्नुहुन्छ, यो गर्नु हुँदैन भने, जुन कुरा गर्नुहुन्छ भने शास्त्रमा लेखिएको छ, परमेश्वरलाई यसो गर्नु भनेको छ भने त्यो विधिपूर्वक उनको अनुष्ठान गर्नेलाई हामीले वैधी भक्ति भन्छौँ, विधि विधानबाट गर्ने। रागात्मिका भने परमेश्वरमा अत्यन्त प्रेम गर्नु। कसैले मित्र भनेर गर्छ, कसैले छोरा भनेर गर्छ, कसैले साथी, अनि कुनै किसिमको नाता लगाउँछ। त्यस्तो किसिमबाट परमेश्वरको चाहिँ भक्ति गर्छ, रागात्मिका, रागवाला छ। र पराभक्ति उनलाई ब्रह्म स्वरूप मानेर पूजा उपासना गर्नु, त्यसलाई चाहिँ भक्ति भनिन्छ। त्यो भक्ति नभइकन सबभन्दा पहिले भक्ति नै छैन भनेदेखि उसले चाहिँ त्यसमा लाग्दैन। र त्यो चाहिँ भक्ति सम्पूर्ण हुने कुरै आउँदैन। त्यसैले भक्ति नै सबभन्दा ठुलो त्यसको अङ्ग हो। अब त्यसभन्दा पछाडि के हुन्छ भने शुद्धि चाहिन्छ। अपवित्र भएको छ, अब शौचादि क्रिया गर्न गएको छ, यताउति गरेछ, अब मन चाहिँ कहाँ लागिराखेको छ, ठिक ठाउँमा बसेको छैन। त्यस्तो बखतमा चाहिँ उसले परमेश्वरको भक्ति गरेर, अनुष्ठान गरेर, साधना गरेर हुँदै के हुनुपर्छ? कायको शुद्धि हुनु पर्यो, शरीरको शुद्धि हुनु पर्यो।
शरीरको शुद्धि हुनु उसले स्नान गर्नुपर्छ। स्नान गर्न नसक्नेले त्यो छैन भने उसले मुखसुख धोएर हातसात धोएर लुगा चाहिँ अर्को फेरेर त्यसले चाहिँ आफ्नो शरीरको शुद्धि गर्नुपर्छ। अनि त्यसपछि के हुन्छ, चित्तको शुद्धि चाहिन्छ। चित्तमा चाहिँ अनेक किसिमको फोहोर भरिएको छ, अर्काको निन्दा चर्चा कुराहरू भयो, अर्काको नराम्रोको कुराहरू चाहिँ सोचिरहन्छौँ हामी। अनि त्यस हामीले चाहिँ परमेश्वरको साधना गरेर त्यो लाग्दै लाग्दैन मनमा, त्यसरी चाहिँ हामी उनको साधना गर्न हामी सक्दैनौँ। अरे दिशाको शुद्धि हुनुपर्छ। जस्तो पूर्वतिर फर्केर गर्नु पर्यो, उत्तरतिर फर्केर गर्नु पर्यो। त्यो दिशा पनि कहाँ कहाँ कुन ठाउँमा राम्रो हुन्छ, कुन दिशामा राम्रो हुन्छ भन्ने कुरा शास्त्रमा लेखेको छ। त्यो दिशातिर फर्केर त्यो दिशामा बसेर हामीले चाहिँ साधना गर्नुपर्छ। र स्थानको शुद्धि पनि आवश्यक छ। त्यो जुन ठाउँमा बस्छौँ हामी, त्यो फोहोर भयो, गनाउने ठाउँ भयो, त्यसले हामीलाई बिजाउने भयो, बसेर हामीलाई चाहिँ साधना भङ्ग गर्ने भयो, हाम्रो चाहिँ त्यो ठिक नहुने भयो भने के बसेर हामीलाई त्यो साधनामा बाधा विघ्न पुग्ने भयो भने त्यस्तो चाहिँ हामी चाहिँ त्यहाँ साधना पूर्ण गर्न सक्दैनौँ। ईश्वर पनि त्यस्तो ठाउँमा गरेको साधनामा प्रसन्न हुँदैनन्। त्यसैले दोस्रो चाहिँ के भयो, शुद्धि। तेस्रो के छ भनेदेखि आसन। आसन चाहिँ हाम्रो दुई किसिमको हुन्छ। एउटा आसन चाहिँ बिछाउने आसन, बस्ने आसन, कपडाको होस् या काठको होस् या कुनै चिजको होस्, त्यस्तो आसनलाई त्यसलाई पनि आसन भन्छन्। अर्को कुरा चाहिँ हाम्रो जिउ शरीरको पोस्चर, हाम्रो स्वरूप, त्यसलाई पनि आसन भन्छन्। र सबभन्दा पहिले चाहिँ बिछाउने आसन चाहिँ हाम्रो गतिलो हुनु पर्यो। किनभने त्यहाँ हामी बसेपछि आधा घन्टा 1 घन्टा कति बेर लाग्छ हाम्रो त्यो उपासना साधना गर्नको लागि। त्यसमा चाहिँ हामीले नबिजाइकन अप्ठ्यारो नहुने किसिमबाट फेरि एकदम कमलो गुदगुद पर्ने चिजमा बसेर हामीलाई चाहिँ हाय हाय आउने निद्रा लाग्ने ठाउँमा पनि बस्नु हुँदैन। फेरि त्यस्तो भयो भने पनि साधना नहुने भयो। हामीलाई चाहिँ झन् अल्छी लागेर आउँछ। त्यसैले त्यसलाई चाहिँ हामीले उनको आसन सकेसम्म 4 अङ्गुल जति यस्तो उठाएर काठको बनाउने, त्यसमा चाहिँ मृगचर्म बिछाउने अथवा तलै पनि मृगचर्म बिछाउने, मृगको छाला बिछाउने, त्यसमा उनको आसन बिछाउने, फोहोर कपडाको अपवित्र कपडा नउछ्याउने, चकलै बिछाए पनि हामीलाई चाहिँ नरम भए पनि अलि नबिजाउने किसिमको मात्रै बिछाउने, धेरै बाक्लो पनि होइन। त्यस्तो आसनमा हामी चाहिँ बस्नुपर्छ। त आसनबाट पनि के हुन्छ भने सिद्धिको फल फरक फरक हुन सक्छ। जस्तो बाघको आसनमा बसेर, बाघको छालाको आसनमा बसेर हामी पूजा उपासना गऱ्यौँ भने भगवती शक्ति चाँडै सिद्ध हुन्छन्। मृगकोमा बस्यो भने हाम्रो गायत्रीहरू, हाम्रो अरू मन्त्रहरू सिद्ध हुन्छ, हामी पवित्र हुन्छौँ। उनको आसन चाहिँ अपवित्र कहिले पनि हुँदैन। शान्त शान्त हाम्रो मनमा शान्ति हुन्छ। त्यस्तो आसनहरू हामीले छान्नुपर्छ। एउटा त्यो हान्नु पर्यो। अर्को कुरा के हो भने हाम्रो शरीरलाई पनि त्यो कुनै यस्तो आसनमा बस्छ, जस्तै पलेटी कसेर बस्ने भने त्यसलाई सुखासन भन्छन्, हामी सिद्धासन भन्छन्, वज्रासन भन्छन्। त्यस्तो आसन जुन पद्मासन भन्छन्, जुन आसन चाहिँ हामी गर्न सक्छौँ। अब गर्नै नसक्ने पद्मासनमा बस्दाखेरि एकदम शरीर चाहिँ त्यो पद्मासनमा बस्यो भने शरीर दुखेर अनेक किसिमको हुन्छ, गोडा दुख्छ, तुरन्त निकाल्नु पर्ने हुन्छ। त्यस्तो आसनमा बस्ने होइन। हामीलाई सजिलो आसन पार्ने खुराको स्वस्तिका आसन, भद्रासन, त्यसमा पलेटी अलिकति खुकुलो पारेर हामी बस्छौँ। त्यो आसन त्यस्तो भयो भनेदेखि चाहिँ हामी त्यस्तो आसनमा बसेर त्यस आसनमा हामीले चाहिँ साधना भगवानको गर्न हामी सक्छौँ। वज्रासनमा पनि हामी बस्न सक्छौँ, घोडा मारेर अथवा घोडा मास्टर राखेर त्यस्तो आसनमा पनि हामी बस्न सक्छौँ। त्यसैले तेस्रो जुन चाहिँ हाम्रो अङ्ग चाहिँ जुन छ कर्म मन्त्र योगको मन्त्र सिद्धि गर्नको लागि तेस्रो अङ्ग चाहिँ हामी आसन हामीले मानेका छौँ, मान्नुपर्छ। अब शुद्ध भयो,
भक्ति छ, शुद्धि पनि प्राप्त गरौँ, नुहाइ गरेका छ, चित्त पनि शुद्ध गराएर बसेका छ, सबै गरेका छ, आसन अनि आसन पनि राम्रो भएको छ भने गर्ने के त? परमेश्वरको आराधना गर्ने। आराधना गर्ने बखतमा तन्त्रमा चाहिँ के छ भने भगवानको पञ्चाङ्ग सेवन गर्नु भन्छ। पञ्चाङ्ग भने 5 अङ्गहरू: कवच, हृदय, स्तोत्र, सहस्रनाम, शतनाम, सहस्रनाम। यी चाहिँ भगवानको पञ्चाङ्ग छन्। ती पञ्चाङ्गको पाठ चाहिँ पछि गर्नुपर्छ। त्योभन्दा पहिले हामीले जप इत्यादि गरेर अनि त्यसपछि जप यहाँ पनि जप पनि कस्तो छ भनेदेखि जपकै विषय मैले भनौँ न, मान्छे माला लियो बसेर जप गर्न सुरु गर्यो, त्यसै त जप हुँदैन नि त। त्यसै कारणले त्यो चाहिँ पञ्चाङ्ग सेवन चाहिँ अहिले मैले पञ्चाङ्ग भनौँ, जपको पनि कुरा आउँछ। त पञ्चाङ्ग भनेको भगवानको कवच, जसले हामीलाई बद्ध गरेर राख्छ, बाहिरपट्टिबाट हामीलाई रक्षा गर्छ। जस्तै लडाइँ गर्न जाँदाखेरि कहीँ जाँदाखेरि हामीले आफ्नो त्यस्तो कवच बाँधेका हुन्छौँ, त्यो कवच लगाएर हामी चाहिँ गर्छौँ। त्यस्तै हाम्रो हरेक देवताको कवच हुन्छ बेग्लै बेग्लै। मेरो शिरमा फलानु देवताको रक्षा गरून्, फलानु कानमा रक्षा गरून्, म के अरे जङ्गलमा परेको बेलामा फलानु देवताले रक्षा गरून्, म चाहिँ घर व्यवहारमा भएको बेला यसले रक्षा गरोस्, पूर्वतिर यो देवताले रक्षा गरोस्, उत्तरतिर यो देवता। त्यस्तो चाहिँ जुन लेखिएको जुन कवच छ त्यसलाई वज्रपञ्जरक पनि भन्छन्, महाकवच, दिव्य कवच। त्यस्ता कवचको पाठ गरेर जुन देवताको आराधना गरेछ भगवानको कवच हामीले पाठ गर्नुपर्छ। अनि हृदय हुन्छ देवताको, फेरि हृदय भने पनि पाठ गर्ने हृदय, देवताको हृदय हुन्छ। लक्ष्मीनारायण हृदय, काली हृदय, भुवनेशी हृदय भनेर हृदय हुन्छ, त्यो हृदयको पाठ गर्नु। अनि शतनाम हुन्छ, स्तोत्र हुन्छ, अनि शतनाम 100 नाम हुन्छ, अनि 1000 नाम हुन्छ। 1000 नाम सकिए गर्ने, नसके अब पञ्चाङ्गतिर चाहिँ परमेश्वरसँग प्रार्थना गर्ने। 1000 नाम गर्नलाई त अब लाग्छ 1.5 घन्टा लाग्छ, त्यस्तै अथवा 1 घन्टाभन्दा कममा त के लाग्ला, थोरै पनि लाग्न सक्छ वाचक चल्ने मान्छेलाई। त्यसरी पञ्चाङ्ग सेवन हामीले गऱ्यौँ भने त्यो पनि एउटा हाम्रो मन्त्र सिद्धिको लागि अत्यन्त आवश्यक छ। त्यसले परमेश्वरलाई खुसी पार्छन्। उनको नाम हामीले लिइरहने हुन्छौँ, उनको स्तोत्रमा उनको गुण हामीले गुणगान गर्छौँ, उनको कीर्तन गरेका हुन्छौँ। कवचमा चाहिँ हामीलाई चाहिँ रक्षा गर्नुहोस् भनेर हामीले निवेदन बिन्ती गरेका हुन्छौँ। स्तोत्रमा उनीहरूको उनको गुण र कर्मको हामीले विवेचन गरेका हुन्छौँ। सहस्र नामको अनेकौँ नाम हामीले लिएका हुन्छौँ, 100 नाम लिएका हुन्छ। त्यसरी उहाँ चाहिँ खुसी हुनुहुन्छ, यसले चाहिँ यस्तो मेरो सेवा गर्यो भन्ने चाहिँ हुन्छ उहाँलाई। र उहाँले हामीलाई हाम्रो प्राप्तव्य चिजहरू उहाँले चाहिँ हामीले पाउने चिजहरू उहाँले प्रदान गर्नुहुन्छ। अर्को कुरा के छ भने आचारको कुरा हुन्छ। हेर्नुहोस्, आचारमा बस्नुपर्छ। कालीको आचार बेग्लै छ, भुवनेश्वरीको बेग्लै छ, श्रीविद्याको बेग्लै आचार छ। सबै आचार आफ्नो आफ्नो आचार भइकन पनि सामान्यतया चाहिँ मान्छेको 3टा आचार छ, एउटा वामाचार, एउटा दक्षिणाचार, एउटा दिव्य आचार। अब त्यसलाई यसरी भनौँ, 3टा भाव हुन्छन् हाम्रा, पशु भाव, वीर भाव र दिव्य भाव। एउटा पशुआचार हुन्छन्। पशु आचार भनेको परमेश्वर बेग्लै हुन्, म बेग्लै हुँ, परमेश्वरको स्वरूप म होइन, परमेश्वर यति महान छन्, म एउटा सानो छु, दिनहीन छु, मलाई चाहिँ प्रभु यति हजुरको शक्ति बक्सियोस्, म चाहिँ मलाई एउटा मेरो दुःख नासोस् भनेर आफूलाई परमेश्वरको दास सम्झने, त्यो पशुआचार। त्यसमा यो गर्नुहुन्छ गर्नु हुने नहुने कुराहरू पनि वर्णन हुन्छ नि केही। वीराचार भने कस्तो भनेदेखि चाहिँ वीर भावमा परमेश्वर स्वयं चाहिँ हाम्रो हृदयमा परमेश्वर नबस्या हामी के गर्न सक्छौँ?
केही गर्न सक्दैनौँ। तर हामी परमेश्वरकै स्वरूप भएको हुनाले हाम्रो शरीरबाट हामीबाट अनेकौँ दिव्य कुराहरू निस्कन्छन्। मन्त्र हामी जप्छौँ, आराधना हामी गर्छौँ, कसैले गर्छ कसैले गर्दैन, किन त? त्यसकारण किनभने त्यो हामीमा परमेश्वरले हाम्रो प्रारब्ध पश्चात हाम्रो पूर्वजन्मको संस्कारबाट हाम्रो शुभ कर्मबाट हामीलाई परमेश्वरतिर भक्ति लाग्छ। हामी चाहिँ आचारमा बस्छौँ। वीराचार भने चाहिँ कस्तो भने त्यो जुन परमेश्वरको मैले चाहिँ उपासना गर्छु त्यही परमेश्वर म हुँ, मेरै स्वरूप हुन्, अहम ब्रह्मास्मि भनिन्छ नि, त्यसै किसिमको शिवोहम भनिन्छ। त्यसै किसिमको आचार चाहिँ आफ्नो मनमा लिने। जसको मन त घमण्ड गरेर म देउतै हुँ, म जे पनि गर्न सक्छु भनेर सबैलाई निरादर गर्ने भने होइन। त्यो उनको स्वरूप दिव्य कुराहरू चाहिँ उनकै स्वरूपले म चलिरहेको छु, उनकै स्वरूप म हुँ भने। अनि दिव्य आचार भनेको चाहिँ उसले चाहिँ के छ भनेदेखि चाहिँ दिव्य आचार यी सब माथिभन्दा माथि उठेर कसैलाई अपमान गर्दैन, कसैले नराम्रो काम गर्दैन। उसले सबै संसारलाई एउटै देख्छ, संसारमा कल्याण गर्छ, सबैलाई सहयोग गर्छ र परमेश्वरको भक्ति गर्छ। त्यही कुरा बुझ्छ, त्यही कुरा बुझाउँछ, अर्काको पनि कल्याण होस् भन्न ठान्छ। आफू पनि राम्रो आचारमा बस्छ, राम्रो कुरा खान्छ, राम्रो कुरा बस्छ, राम्रोसँग गरेर बस्छ। त्यसलाई दिव्य आचार भन्छन्। त्यसै कि बसेर उनले चाहिँ परमेश्वरको भक्ति गरे पनि दिव्य आचार हुन्छ। त्यो आचारमा अरू पनि छन् भेदहरू, जस्तो वेद आचार हुन्छ, वेदमा बनाएको किसिमबाट वैष्णव आचार हुन्छ, शैवाचार हुन्छ, सिद्धान्ताचार हुन्छ, वामाचार हुन्छ, दक्षिणाचार हुन्छ। सबभन्दा ठुलो कौलो धर्म परम गहन कौली है योगिना मप्यगम, योगीले पनि नजान्ने कौल धर्म हुन्छ सबभन्दा ठुलो। कौल धर्ममा के हुन्छ भने परमेश्वर स्वयं साक्षात हाम्रो आफ्नो जीवनमा बसेर हामीद्वारा हामीलाई माध्यम बनाएर अनेकौँ कर्म गर्न तयार हुनुहुन्छ भगवान्। त्यस्तो स्वरूपमा हामी ल्याउने परमेश्वरलाई, त्यसलाई त्यसरी चाहिँ कौल धर्म। कौल धर्मको पनि यो गर्नुहुन्छ यो गर्नुहुन्न भन्ने कुराहरू हुन्छ नि, काम गर्ने कम गर्ने कुराहरू त्यहाँ वर्णन गरिया हुन्छ। त्यसमा चाहिँ जाति पाति, यो गर्नुहुन्छ यो गर्नुहुन्न, यो खानुहुन्छ यो खानुहुन्न भनेर होइन, त्यो भन्ने कुरा सबैको अलिक कम विचार हुन्छ। तर कम विचार भएपछि नराम्रो कर्म त गर्दै गर्दैन, त्यसले भित्र भावै त्यस्तो खालको हुन्छ। त्यसैले त्यो आचारमा बसेन भने आचारहीनम न पुनन्ति वेदा, वेदले पनि पवित्र गर्न सक्दैन आचार नभएको मान्छेलाई। त्यसैले पवित्र गर्न सक्दैन गङ्गाजीले के कुरा। त्यस कारणले आचार चाहिँ सबभन्दा ठुलो कुरा हो। जसले वामाचार लिएको छ त्यसले वामाचारमा बस्नुपर्छ, दक्षिणाचारमा दक्षिणाचारमा बस्नुपर्छ है। त्यसैले त्यो कुराहरूलाई चाहिँ विचार गरेर हामीले आचारलाई एउटा अङ्ग मानेका छौँ। अब योगका कुराहरू आउँछन्। अलिकति धारणा। धारणा भने चाहिँ हामीले के को धारण गर्ने त? परमेश्वरको स्वरूप त हामीले हेऱ्यौँ, हेरिसकेपछि हामी चाहिँ एउटा कुरालाई धारणा गर्छौँ। धारण मनमा गर्नुपर्छ। कसरी? परमेश्वरको शिरलाई धारण गर्ने कि उहाँको आँखा हेरेर धारण गर्ने कि उहाँको मस्तिष्कलाई धारण गर्ने कि उहाँको छातीलाई धारण गर्ने कि उहाँको गुणलाई धारण गर्ने कि उहाँको पाउलाई धारण गर्ने कि उहाँको चाहिँ तेजलाई धारण गर्ने कि उहाँको चाहिँ दृष्टिलाई धारण गर्ने कि केलाई धारण गर्ने? मनमा धारण गरेर परमेश्वरलाई एउटा प्रकाश रूपमा धारण गर्ने कि प्रकाश रूपमा उज्यालोको रूपमा कहीँ कल्मस नभएको, कहीँ दुःख नभएको, कहीँ कष्ट नभएको, कहीँ चाहिँ नराम्रो कुरा हुँदै नभएको त्यस्तो कुराको धारण गर्ने परमेश्वरले गर्यो भने त्यो धारणा गरिएको चिजहरू हामीमा पनि आउँछ र परमेश्वरले प्रदान गर्नुहुन्छ। त्यो धारणा हाम्रो दिलमा हृदयमा दृढ भएर बसेपछि अब के हुन्छ भने जहाँ पनि प्रकाश देख्छौँ, जहाँ पनि राम्रो देख्छौँ, नराम्रो हामी देख्दैनौँ। जसले पनि हामीलाई कल्याण गरेको देख्छौँ, जसलाई पनि हामीले राम्रो गरेर हिँड्छौँ, अर्काले पनि हामीलाई राम्रो गरेको हामी देख्छौँ। त्यसैले त्यसपछिको अनि धारणा चाहिँ सबभन्दा ठुलो कुरा हो। धारणा पनि एउटा विषय हो। यो चाँडै अलिक सिद्ध्याउनु पर्ने छ, किनभने समय मैले अलिकति छिटो गर्दैछु है। अनि दिव्य देश सेवन छ एउटा, अर्को एउटा है, 7औं अङ्ग। दिव्य देश भने कस्तो भने राम्रो ठाउँ बस्नु पर्यो, तीर्थमा गएर बस्नु पर्यो, पूजा कोठा घरमा छ भने पूजा कोठामा गएर बस्नु पर्यो। फराङमा बसेको छ, कोठामा बसेको छ, ओछ्यानमा बसेको छ, अब त्यहाँ कहीँ चाहिँ
फोहोर ठाउँमा बसेको छ त्यस्तो छ भने त्यस्तोलाई चाहिँ त्यहाँ साधना गर्नु हुँदैन है कि। अब कति भगवान् जस्तो एउटा पूजा कोठा बनायो, शुद्ध राम्रो बनायो, त्यसलाई चाहिँ सफा सुग्घर बनाएको छ, पवित्र आसनहरू ओछ्याएको छ, पवित्र तस्बिरहरू राखेको छ, भगवान्को स्वरूप मूर्तिहरू राखेको छ, यन्त्रहरू राखेको छ, त्यस्तो ठाउँमा बसेर भगवान्को ध्यान हामीले गर्नुपर्दछ। त्यहाँ गएर साधना गर्नुपर्छ। हामीले त्यहाँ जहाँ पाए बस्यो, कोठामा सुत्यो, त्यहाँ छ लम्पसार परेर अनि त्यहाँबाट चाहिँ राम 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 त्यस्तो भनेको छ भने त्यसरी साधन हाम्रो चाहिँ हुन सक्दैन। त्यो दिव्य देश सेवन, दिव्य देशको सेवन गर्नुपर्छ। अनि भगवान् कहाँ साधना गर्न त केमा भगवान्लाई को सिद्ध गर्न सकिन्छ, भगवान्लाई कहाँ सिद्ध गर्न सकिन्छ, कहाँ ध्यान गर्न सकिन्छ त भगवान्को भन्दाखेरि आगोमा, आगोमा भगवान्लाई साधना गर्न सकिन्छ, पानीमा, सबै शिवलिङ्गहरूमा। त्यसो हेर्नुहोस् न, पशुपतिको शिवलिङ्गमाथि भगवती उसको श्रीविद्याको सेवा हुन्छ, कुण्डमा, अनि वस्त्रमा, कपडाको चित्र बनाएको हुन्छ त्यसमा। अनि स्थण्डिल भनेको अलिकति उच्चा बनाएर माटोको यसको चाहिँ इँटको बनाएर त्यसमा बनाएको हुन्छ, त्यहाँ सफा गरेर त्यहाँ चाहिँ यन्त्र राखेर पूजा गर्ने हुन्छ। त्यहाँ चित्रमा, मण्डलहरू बनाएर गर्नेमा, अनि बाणमा भने हतियारमा, नित्य यन्त्रमा, पीठमा र भावयन्त्र, त्यही केही बरी भएन भने, त्यो केही कुरा भएन भने हामी त्यस्तो ठाउँमा छैनौँ, त्यस्तो पाएको छैन, परमेश्वरको चाहिँ ध्यान गर्ने ठाउँ पाएको छैन भने हामीले शुद्ध ठाउँमा बसेर आँखा चिम्लेर चट्ट भगवान्लाई सम्झेर आफ्नो हृदयमा ध्यान गर्नुपर्छ। त्यसैले भगवान्को परमेश्वरको ध्यान गर्नलाई दिव्य देश भने त्यो दिव्य देश भने कहाँ भगवान्को ध्यान गर्ने, पूजा गर्ने, उपासना गर्ने, कहाँ हेर्ने भगवान्लाई, कहाँ हुनुहुन्छ भने थाहा पाउने, त्यस्तो ठाउँ भगवान् बस्नुहुन्छ। अनि अर्को कुरा के छ भने क्रिया, क्रिया सबै अर्को अङ्ग छ भने प्राणक्रिया। प्राणक्रिया भने प्राणायाम। प्राणायाम गरेपछि नगरुन्जेलसम्म के हुन्छ भने हाम्रो पाप नाश हुँदैन। हेर्नुहोस्, हामीले जानी नजानी गरेको पापहरू हाम्रो बायाँ कोखामा त्यहाँ पापको मूर्ति बसेको हुन्छ। त्यो मूर्तिलाई हामीले बाहिर झिकेर भावनाबाट, अनि त्यहाँ सर नाकबाट पानी, नाकबाट सास तान्दाखेरि, बायाँ नाकबाट सास तान्दाखेरि त्यो वायु बीजले तानिन्छ। वायु बीजले तानेपछि त्यो पाप पुरुषको भित्र अमृत भएर बसेको, जसले गर्दाखेरि पाप पुरुष बाँचिराखेको छ, त्यसलाई शोषण गरेर लिनुपर्छ, त्यसको अमृत शोषण गर्नुपर्छ। रामले पनि रावणलाई मार्दाखेरि पहिले त्यसको अमृत शोषण गर्नु, अनि रावणलाई मार्नु, नत्र मरेन। त्यस्तै हामीले पनि जानी नजानी गरेको पापहरू हाम्रा छन्, ती पापहरू हुन्छन्, ती पापहरूलाई हामीले शोषण गरेर लिनुपर्छ प्राणायामलाई नाक सास तान्दाखेरि। अनि कुम्भक गर्दाखेरि दुइटै नाक बन्द गर्दाखेरि के गर्नुपर्छ, त्यो अमृत शोषिसकेपछि त्यो एउटा खोस्टो बाँकी रहन्छ, त्यो खोस्टोलाई पनि अग्नि बीजले त्यसलाई डढाइदिनुपर्छ, आगो लगाइदिनुपर्छ। जब खरानी बाँकी रहन्छ, त्यो खरानीलाई चाहिँ अनि बायाँ नाक बन्द गरेर दायाँ नाकबाट सास बाहिर निकाल्दाखेरि त्यो चाहिँ जलबीजले त्यसलाई बगाइदिनुपर्छ। पहिले अमृत शोषण गरेर खोस्टा बाँकी रह्यो, आगो लगाइदियो, अनि खरानीलाई पनि बगाइदिएपछि के हुन्छ भनेदेखि हामी चाहिँ शुद्ध हुन्छौँ, पाप हुँदैन। पाप नभएपछि निष्पाप अङ्ग हामीले बनाउँछौँ। निष्पाप अङ्ग बनाएपछि हामी देवता हुन्छौँ, हामी देवता हुने क्रममा जान्छौँ, अझ त्यस्तो हुन्छौँ र हामी शुद्ध हुन्छौँ। देवतालाई बस्ने सक्ने, देवतालाई त्यहाँ आराधना गर्न सक्ने हामीले आफ्नो शरीर बनाएका हुन्छौँ। अनि के गर्नुपर्छ, अनि त्यहाँ देवो भूत्वा देवम यजेत, देवता नै बनी आफै देवको गर्नु पूजना भन्छ नि। देवता कसरी बन्ने, हाम्रो भित्र दोष देवताबाट हामीलाई अलग गर्ने त्यस्तो चिजलाई हामीले नाश गरिदियौँ भने हामी देवता हुन्छौँ र त्यो हामीले आफ्नो परमेश्वरको आत्मचिन्तन गर्छौँ। आत्मा तुम गिरिजावती सहचरा, यहाँ सुन्नुभएको छ,
आत्मतत्व भन्नु नै हाम्रो परमेश्वर हो, परमात्मा हुन् है। हाम्रो आत्मतत्वलाई परमेश्वर मान्ने मान्छेले कहीँ जानु पर्दैन। कहाँ जाने भन्नुहोस् न? महादेव खोज्नलाई केदारेश्वर जाने कि रामेश्वर जाने कि पशुपतिनाथ जाने कि तपाईँ हाम्रो बाहिरपट्टिको महेन्द्रेश्वर जाने कि बाहिरपट्टिको चाहिँ हाम्रो मन्दिरमा जाने कि जहाँ गए जहाँ तपाईँको भाव हृदय पवित्र हुन्छ त्यही परमेश्वर आउनुहुन्छ। त्यसैले हामीले त्यो प्राणायामद्वारा त्यस्तो हुन्छ। प्राणायाम अनेक प्रकारका हुन्छन्। त्यो अनेक प्रकारको प्राणायाममा प्रमुख प्राणायाम यो कुरा हो। त्यसपछि न्यास हुन्छ। न्यास खाली पो शरीर खाली भएपछि के हुन्छ भने न्यास भनेर सम्पूर्ण देवताहरूलाई हाम्रो शरीरको अङ्ग अङ्गमा राख्नुपर्छ। त्यसमा त्यो धेरै न्यास छन्। महाकाल संहितामा त 100 न्यासको वर्णन गरेको छ है। सबभन्दा ठुलो न्यास चाहिँ मातृका न्यास, अनि त्यहाँबाट पीठ न्यास, यी सब कुराहरू आफ्नो न्यासमा छन्। तर सबभन्दा सबैलाई सजिलो हुने दिनका दिन गर्न सकिने चाहिँ षडङ्ग न्यास हुन्छ। षडङ्ग न्यास भनेको 6 अङ्गको न्यास। जुन मन्त्र हामी जप्छौँ जसलाई बीज मन्त्र भन्छौँ, ती बीज मन्त्रको षड दीर्घ 6वटा दीर्घ आ इ उ ऐ औ अह, यी चाहिँ यी 6वटा हुन्छन्। यी 6वटाले अङ्ग बीज मन्त्रसँग जोडेर अब यो बीज मन्त्र यसरी गर्नु भन्न त अलिकति भएन है। त्यसरी के भने त्यो षडदीर्घ न्यास हुन्छ, त्यसलाई त्यो चाहिँ सधैँ हामीले गर्नु पर्ने हुन्छ प्राणायाम पछि। त्यसपछि मुद्रा हुन्छ। हेर्नुहोस्, मुद्रा भनेको विभिन्न किसिमको हातको यन्त्र बनाएर मुद्रा गर्ने नि। त्यसरी अब गङ्गाजी आवाहन गर्नु पर्यो, गङ्गे चमुने चैव भन्यो। अब गङ्गा त यहाँ छैनन्, उसलाई स्वर्गबाट ठिकाउनु पर्यो। एकदम अङ्कुश मुद्राले सरेर तानेर त्यो जलपात्रमा राखेर हामीले चाहिँ परमेश्वरको पूजा गर्ने है कि। अब कहीँ गाईको अमृत चलाउनु पर्यो, गाईको थुनको मुद्रा बनाउनु पर्यो, माछाको मुद्रा बनाउनु पर्यो। यसरी चाहिँ मुद्रा बनाएर मुद्रा भने के? मुदम्रा अतिथि मुद्रा एकदम आनन्द दिन्छन्। भगवान्ले खुसी हुनुहुन्छ मुद्रा देखाएपछि। कस्तो देखायो यसले भनेर। गायत्रीको 24 मुद्रा हुन्छन्, सिद्धेपछि 8 मुद्रा हुन्छन्। त्यसै मुद्रा देखाएपछि मात्रै आफ्नो पूजा आराधना सुरु हुने हुन्छ, समापन हुने हुन्छ। चन्दन अक्षता चढाउने त्यस्तै नैवेद्य धूपबत्ती गर्ने पनि मुद्रा हुन्छ, नैवेद्य चढाउने पनि मुद्राहरू हुन्छन्। त्यो मुद्रा चाहिँ आफ्नो गुरुसँग उहाँले सिक्ने। अनि त्यहाँबाट देवतालाई यन्त्रमा राखेर, देवता भनेर चाहिँ यन्त्रमा हुँदैनन् पहिले, अनि यन्त्र बनाएर यन्त्रमा परमेश्वरलाई झिक्नुपर्छ। झिकेर उनलाई सगुण स्वरूप निर्गुणबाट सगुण स्वरूपमा बनाएर आफ्नो यन्त्रमा राखेर अनेक मुद्रा गरेर आवाहन गर्यो, प्रतिष्ठा गर्यो, स्नान गन्ध इत्यादि चलायो। मुद्राद्वारा उनलाई चाहिँ पूजा आजा उपासना गरेर फेरि त्यही मुद्राद्वारा निर्माण मुद्राद्वारा आफ्नो शरीरभित्र प्रतिष्ठित गराउने त्यो एउटा प्रक्रिया हो। त्यसपछि तर्पण हुन्छ। परमेश्वरलाई नैवेद्य चढाइसकेपछि उहाँलाई हामीले तर्पण गर्नुपर्छ। तर्पण भने उहाँलाई तृप्त गर्ने। उहाँलाई चाहिँ जल अर्को कसैले चाहिँ बिचमा पात्र राखेर तर्पण गर्छन् दीक्षितहरूले, कसैले चाहिँ अर्घ्यले तर्पण गर्छन्, कसैले जलले मात्र तर्पण गर्छन्, कसैले चाहिँ यो नरिवलमा चाहिँ दुध राखेर तर्पण गर्छन्, तामाको पात्रमा दुध राखेर तर्पण। यी तर्पणको विधा छ। तर के भने तर्पयामी भनेर परमेश्वरलाई तर्पण चाहिँ गर्नुपर्छ। तर्पण गऱ्यो भनेदेखि के हुन्छ भने भगवान् पनि प्रसन्न हुन्छन्, तृप्त हुन्छन्। कसैले चाहिँ तृप्त भएर खानिदियो, तृप्त भएन भनेदेखि नैवेद्य चढाइसकेपछि तृप्त भएन भने कसरी हुन्छ? तृप्त भएन भने त त्यसले खुसी हुने कुरा आएन। त्यसैले तृप्त गराइदिनुपर्छ भगवान् परमेश्वरले हामीबाट। हामीले उनीबाट त्यो शक्ति प्राप्त गर्नुको लागि हामीले परमेश्वरलाई तृप्त गर्नु। अनि त्यो तृप्तको तर्पण गरिसकेपछि के हुन्छ? अनि हामीले हवन गर्नुपर्छ। हवन गर्दाखेरि तिल घिउ इत्यादि राख्यो, अथवा कसैले खिरको हवन गर्छन्, कसैले तिल र घिउको हवन गर्छन्, कसैले घिउ मात्रैको हवन गर्छन्। अग्निमा हामीले अग्नि स्थापना गरेर अथवा कुसण्डिकाबाट हामीले हवन गर्नुपर्छ। यदि हवन हामीले गर्न नसक्ने हो भने, सक्दैनन् नि कहिलेकाहीँ, त्यस्तो सकेन भने के हुन्छ भने हामीले त्यो हवनको लागि
जप गर्नुपर्छ। त्यो जप गरेर पनि हामीले त्यो हवनलाई त्यो चाहिँ पुरा गर्न सक्ने हुन्छौँ। त्यसको सट्टा अब फेरि आयो हेर्नुहोस्, बलि पनि अत्यन्त आवश्यक छ। बलि भने भगवानलाई खुवाउने, खानको लागि भनेर हामीले भगवानलाई जीवनार गर्न भनेर हामीले चढाउने कुरालाई हामी बलि भन्छौँ। बलि अनेक किसिमका हुन्छन्। सात्विक बलि, राजस बलि, तामस बलि अनेक किसिमको हुन्छन् है। सात्विक बलि अनि खिर पायस, खिरमा पकाएको, अब दुधमा पकाएका, घिउमा पकाएका यस्ता चिजहरू, पवित्र चिजहरू हामीले भगवानलाई चढायौँ भने त्यसलाई चाहिँ सात्विक बलि भन्छन् होइन। राजस बलि भने चाहिँ अरू अपवित्र नहुने अरू बलि चढायो भने हामीले चाहिँ राजस बलि भन्छन्। अनि अर्को चाहिँ पशुवादी बलि, पशु बलि इत्यादि। तामस बलि पनि आवश्यक हुन्छ। हेर्नुहोस्, किनभने हामीले परमेश्वरले पनि हाम्रो आमाहरूले पनि हामीलाई केही चिज गडबड गऱ्यौँ भने एक थप्पड हिर्काउँछ नि। त्यसै परमेश्वरले पनि दानवलाई नमारिदिएको भए, तामसी स्वरूप नलिएको भए हामी चाहिँ बाँच्न सक्छौँ त? सक्दैनौँ। त्यस्तै खालको सात्विक, राजस, तामस पूजा भएको जस्तै सात्विक, राजस, तामस बलि पनि हुन्छ। त्यस कारणले यो बलि ठिक छ, यो बलि ठिक छैन भनेर हामीले यहाँ चाहिँ वर्णन गरेर हुँदैन। जसको जस्तो परम्परा छ। अब नेपालमा चाहिँ प्रत्यक्ष बलिको विधान छ, दिन्न भनेर हुन्छ र। उहाँ एकपल्ट पशुपतिमा नाच भएछ। त्यो नाचमा चाहिँ पशुपति भित्रै गएर चाहिँ एउटा बोकालाई उ गरेर छेदन गरेर त्यहाँ चाहिँ बलि लिएर मात्रै नाच चलाउनु पर्ने छ। त्यस्तो परिस्थिति भएको बेला उहाँ चाहिँ एउटा ठुलो प्लास्टिक ओछ्याएर त्यहाँ बलि दिएर त्यहाँ गरेछन्। हेर्नुहोस् है। अब बत्सलामा बलि छ, सधैँ बत्सलामा त्यो घोडे जात्राको अघि दिन बलि दिनुपर्छ। हामीलाई चाहिँ देवताहरूका बलि दिनुपर्छ, शक्ति देवताहरूका, कालीहरूका सबमा दिनुपर्छ। त्यसैले यहाँ चाहिँ प्रत्यक्ष बलि दिने चलन छ। कतैले आज बलि दिनुहुन्न भगवानको अगाडि। भगवान चाहिँ त उनको पनि आमा हो, सबैको आमा हो। भगवानलाई के बलि दिने भनेर भन्छन् परमेश्वरीलाई। त त्यो त बलि भन्ने चिज त शास्त्रीय बलि, शास्त्रमा जे लेखेको छ त्यो अनुसार गर्नुपर्छ। शास्त्रले देऊ भन्छ भने दिनुपर्छ, शास्त्रले नदेऊ भने पनि दिनुहुन्न। जेको बलि दिनुपर्छ भने दिनुपर्छ, दिएको बलि दिनुहुन्न भने दिनुहुन्न। र यो हाम्रो पुरस्कार आरणमा त किरा मकोडासम्म पनि अनेक किसिमका बलिहरूको विधान गरिरहेछन्। त्यो विधानहरू छ। त्यो विधानहरू चाहिँ शास्त्रीय विधिपूर्वक त्यो चाहिँ गर्नुपर्छ है। अनि पञ्चमकारहरू पनि जसको परम्परा छ पञ्चमकार चढाउने, पञ्चमकार पनि चढाउनु पर्छ। पञ्चमकार भनेको मदिरा, मत्स्य, मांस, मुद्रा, मैथुन यी चिजहरू चाहिँ चढाउनु पर्छ। र मैथुन पछाडिको चाहिँ जुन छ त्यो अत्यन्त गोप्य तरिकाको हुन्छ, रहस्यमय छ, त्यो सबैलाई अधिकार हुन्न। त्यस कारण त्यसको पनि अनुकल्प गरेर चढाउने चलन छ। एउटाको सट्टा अर्को गर्ने, तर त्यो चाहिँ चढाउनु चाहिँ पर्ने। त्यस्तो किसिमको हुन्छ। कहीँ चाहिँ के हुन्छ, कहीँ सेतो अक्षता र रातो अक्षता, रातो चन्दन र सेतो चन्दन, अनि त्यहाँबाट भीमसेन पाती अथवा फुल मुसेर पञ्चबली दिने पनि चलन हुन्छ। कहीँ चाहिँ अब अमला, उखु, काँक्रो, मुला यिनीहरूको बलिदान दिने पनि चलन हुन्छ। कहीँ चाहिँ सब खिरको बलिदान दिने चलन हुन्छ। त्यसैको आफ्नो आफ्नो परम्परा, जसले आफूले गर्नुपर्छ भनेर चाहिँ त्यो दिन्न म भनेर त्यो अभिमान गर्नुहुन्न, गराउनुहुन्न। त्यो अभिमान नगरिकन आफूले चाहिँ दिने परम्परा भएको मान्छेले दिनुपर्छ, गराउनुपर्छ है। त्यसले उहाँ पशुपतिको भट्टहरूले उनीहरूको नाममा वत्सलाको पूजामा, घोडे जात्राको अघिल्लो दिन उनीहरूको नाममा पनि त्यहाँ बोकाको बलि दिया हुन्छ है। त्यस कारणले अब के गर्ने, त्यो त जस्तो परम्परा छ त्यो अनुसार गरिआएको चलन र गरिआएको चाहिँ शास्त्र विधि, त्यो अनुसारको त्यो बलिको पनि अनेक विधान छन् है। बलि अनेक विधान छन्। त्यो शब्दकल्प जुन जस्तो शास्त्र, त्यो कोष, त्यसमा बलि भन्ने शब्दमा हेर्नुहोस् तपाईँ सम्पूर्ण बलिको विधान देखिरहेको हुन्छ। यसरी बलि दिने, यसरी मन्त्र सुनाउने, उनीहरू पनि त्यो बलि दिएपछि त्यसले पुनः फेरि पशुको बलि जीवन लिनु पर्दैन, उनीहरू मुक्त हुन्छन्, उनीहरू जान्छन् भन्ने राखिराखेको छ। त्यसैले के भने पशुना यदि त भने वेदमा पनि भनेको छ, यदि त भनेको छ। त्यस कारणले बलि पनि हामीले दिनुपर्ने कुराहरू, त्यसमा
पञ्चसिद्धिको लागि दिएकै हुन्छ, यो गरिरहेछ। अब त्यसपछि याग, याग भनेको यज्ञ। हाम्रो अनुष्ठानलाई के भन्छन्, पूजालाई के भन्छन्, यज्ञ भन्छन्। यज्ञलाई याग भन्छन्। याग चाहिँ दुई किसिमको हुन्छ, एउटा अन्तर्याग, एउटा बहिर्याग। अन्तर्याग भने सन्ध्याभित्र भगवानको ध्यान गर्ने, त्यसपछि चाहिँ ध्यान मात्र गर्ने अनि जप गर्ने, यसलाई चाहिँ याग, अन्तर्याग भयो। बहिर्याग भनेको चन्दन अक्षता फुल इत्यादि चढाउने है, त्यस्तो भने बहिर्याग भन्छन्। अब त्यसमा चाहिँ पञ्चयाग, पृथ्वी तत्त्वात्मकं गन्धम, आकाश तत्त्वात्मकं पुष्पम, वायु तत्त्वात्मकं धूपम, तेजस तत्त्वात्मकं दीपम, अमृत तत्त्वात्मकं नैवेद्यम, सर्वतत्त्वात्मकं ताम्बूलम भनेर हामीले चाहिँ भगवानलाई त्यो चाहिँ एउटा तत्त्व पूजन भयो, त पञ्चतत्त्वले पूजन गर्ने। अरू चाहिँ अब सक्नेले राजोपचारले अनेकौँ चढाएर पनि गर्छन्, 36 तत्त्व पनि हुन्छन्, 42 तत्त्व पनि हुन्छन्, 108 तत्त्व पनि हुन्छन्। जे जसको चाहिँ चढ्छ, जसको चलन छ, जति शक्ति छ, सामर्थ्य छ, परमेश्वरलाई ठगी नगरिकन परमेश्वरलाई चढाउने। त्यस कारण त्यो चढाउने चाहिँ बहिर्याग भन्छन्। त्यसको लागि भाँडा चाहिन्छ, यन्त्र लेख्ने भाँडो चाहियो, बलि मूर्ति स्थापना गर्ने बलिपात्र चाहियो, शङ्ख अर्घ्य चाहियो, अनि उच्छिष्ट ताण्डानीको सामानहरू चाहियो, पञ्चपात्र चाहियो। यी सब कुरा त लिएरै हिँड्नुपर्छ। दीक्षित व्यक्तिले त जहाँ जान्छ लिएरै हिँड्नुपर्छ, उहाँ जहाँ गयो त्यही पूजा गर्नुपर्छ। त्यसरी त्यस्तो पनि ऊ छ, त्यस्तो चिज छ। अर्को चाहिँ के छ भने जप छ। हेर्नुहोस्, जप भनेको चाहिँ भगवानको नामलाई, बीज मन्त्रलाई गुरुले जुन दिनुहुन्छ त्यसलाई बारम्बार दोहोऱ्याउँदै जानु, त्यसलाई गनेर जनाउनु पर्छ, फेरि नगनिकन जोगाउनु हुँदैन। त्यो जप जानुपर्छ, माला लिनुपर्छ, मालाबाट उनले चाहिँ जप गर्न जानुपर्छ। त्यस्तोलाई चाहिँ जप भन्छन्। त्यो जप चाहिँ मानस जप, उपांशु जप, वाचिक जप, 3 किसिमको हुन्छ। मानस मनमा नै जप गर्ने, मुख पनि के पनि नहल्लाउने, कसैले थाहा नै नपाउने किसिमबाट। अर्को सबभन्दा श्रेष्ठ जप। अर्को कुरा के छ भनेदेखि हामीले उपांशु जप गरेर ओठ चाहिँ मात्रै हल्लिन्छ, तर के भने जप चाहिँ उसले गरिराखेको हुन्छ है। अनि वाचिक भनेको वचन लिने गर्ने, रामाय नमः रामाय नमः यस्तो किसिमबाट जप गर्ने है। त्यस कारण त्यस्तो गरेर वाचिक जप चाहिँ मध्यम खालको हुन्छ, उपांशु मध्यम खालको हुन्छ, वाचिक जप अलि अधम खालको हुन्छ। त्यसैले जप पनि नगरिकन हुँदैन। यहाँ मान्छेले के गर्छन् भने खुरुक्क मन्त्र हातमा मन्त्र माला लियो, सरसर जप गर्छन्, मोटरमा बसेका छन्, जप मन्त्र माला चलाइराखेका हुन्छन्। त्यसरी जप गर्ने होइन। त्यो जप गर्नु त परमेश्वरप्रति आफूलाई समर्पित गर्नु पर्यो, परमेश्वरको ध्यान गर्नु पर्यो, उनको स्वरूपको ध्यान गर्नु पर्यो। पहिले प्राणायामको आसनमा बस्नु पर्यो, प्राणायाम गर्नु पर्यो, भूत शुद्धि गर्नु पर्यो, अनि त्यहाँबाट जप गर्नु पर्यो, ध्यान गर्नु पर्यो, अनि जप गर्नु पर्यो, परमेश्वरलाई चढाउनु पर्यो, अनि उनलाई पुष्पाञ्जली चढाउनु पर्यो। यस्तो कुराहरू पनि जपको अगाडि पछाडि गर्नुपर्छ, न्यास ध्यान प्राणायाम गर्नुपर्छ। त्यो गर्यो भने चाहिँ गुरुले सिकाउँछन्, त्यो दीक्षा दिने बखतमा त्यो कुरा गर्नुपर्छ। खालि जप मात्रै गरेर सिद्ध हुँदैन। त्यसरी जप भने तदर्थ भावम जप, जप पनि जप गर्ने, यो मन्त्र सिद्ध गर्दा गर्दै त्यसको अर्थको पनि भावना गर्नुपर्छ। त्यो जपमा मन्त्र जुन हुन्छ, त्यो मन्त्रले के भने हुन्छ भने, हे परमेश्वर, हे प्रभु, तपाईँले मलाई चाहिँ प्रेरणा गर्नुहोस्, मलाई चाहिँ शक्ति दिनुहोस्, हजुरको जप गर्न पाऊँ, हजुरको पूजा गर्न पाऊँ, मेरो कल्याण होस्, सब हजुरको कृपा रहोस् भन्ने चाहिँ त्यहाँ मन्त्रमा लुकेर बसेको हुन्छ। त्यो अर्थ चाहिँ तपाईँले मन्त्र महोदधीमा हेर्नु पर्यो भने, अनि त्यहाँ कुब्जिका तन्त्रहरूमा हेर्नुभयो भने त्यो मन्त्रको स्थितिहरू ध्यान पाउनुहुन्छ। अर्को कुरा ध्यान हुन्छ। हेर्नुहोस्, परमेश्वरको उहाँको कस्तो हात छ, गोडा छ, मुख छ, कन्या यो कस्तो दिव्य शरीर छ, कस्तो लुगा उहाँले लाउनु भएको छ, मुकुट कस्तो छ, उहाँले कस्तो गर्नु, यी सबै कुराहरूको चाहिँ हामीले कल्पना गरेर, परमेश्वरको प्रतीकात्मक कल्पना गरेर हामीले त्यो ध्यान गरेर हामीले पूजा गर्नुपर्छ। चाहिँ भगवानको पशुपतिनाथको रूप नाम पनि छैन, रूप पनि छैन, तर उनको 4 मुखहरू हामीले कल्पना गरेका हुन्छौँ है। अब कालीहरूको यस्तो नाम पनि छैन, रूप पनि छैन, ब्रह्मस्वरूप, तर उनीहरूलाई कालीको अनेक किसिमको रूप हामीले वर्णन गरेका हुन्छौँ, भैरवको रूप वर्णन गरेका हुन्छौँ। त्यो रूप चाहिँ होइन भने होइन, त्यो रूपको परिकल्पना गरिकन उनलाई, उनको अन्तर्याग बहिर्यागहरू हामीले गर्नुपर्छ। अनि गरेपछि हामीले के गर्नुपर्छ त भनेदेखि चाहिँ त्यो परमेश्वर चाहिँ मेरै स्वरूप हो, उनकै स्वरूप म हुँ, म र उनीमा फरक छैन, उनी नै म हुँ, म नै हुँ, यो चाहिँ तादात्म्य जुन स्थापना गर्ने चाहिँ कुराहरू गर्नुपर्छ।
आध्यात्म स्थापना गर्नु स्वयंको योग साधन। मन्त्रद्वारा सबै कर्म हुनाले मन्त्र योग हो। वस्तुत देवता सारा तत्त्वत ब्रह्मदै त हुन्। समष्टिमा ब्रह्म एउटै, व्यष्टिमा भिन्न भिन्न छन् भन्ने कुरा भनिन्छ। यही त्यसरी अनि अर्को चाहिँ के हुन्छ, अन्तिममा समाधि। समाधि भनेको हामीले चाहिँ गर्ने होइन कि त्यो आफै लाग्छ त्यो समाधि। यतिका चिजबाट बसेर हामीले परमेश्वरको आराधना गर्यो भने, चट्ट आँखा बन्द गर्यो भने छट्ट परमेश्वर नै झलझल 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 पर देखिने हुन्छ क्या, देखिने हुन्छ। अनि स्वप्रकाश रूपमा हुन्छ। हामीले आफ्नो शरीरभित्रै परमेश्वर देख्छौँ है, देख्छौँ प्रकाश रूप देख्छौँ, उज्यालो देख्छौँ, ज्योतिष स्वरूप देख्छौँ। त्यस कारण त्यस्तो स्वरूप चाहिँ हामी देखेपछि त्यो देखेर हामी चाहिँ उनीमा मग्न भएर तन्मय भएर उनलाई चाहिँ छोड्दै नछोडेर हामी बसिरहौँ भनेदेखि त्यो चाहिँ त्यसलाई चाहिँ समाधि भनेको त्यही हो। त्यो समाधि हुनु नै त्यो सबभन्दा अन्तिम हो। त्यो समाधि भएपछि अनि त्यहाँ सबै कुराहरू पूर्ण हुन्छ। यो मन्त्र योगका 16 अङ्गको विषयमा आज मैले तपाईँलाई भने। त्यसपछि अब लय योगका कुराहरू पनि छन्, कुनै वखतमा भनौँला। र अर्को कुरा चाहिँ यो चक्र, कुण्डलिनी चक्रको रहस्य पनि के हो थाहा पाउला। यहाँ त कुण्डली उत्थान गर्ने उत्थान गराउने उत्थान गराउने भन्छन्, कुण्डली भने के हो त्यो पनि थाहा छैन मान्छेलाई है। त्यो चिज कसरी उत्थान गर्ने, चक्र कहाँ हुन्छ, काटेर हेरेर कहाँ छ चक्र, त्यो कसैलाई पनि थाहा छैन क्या। यस्तो किसिमको चिज हामीले चाहिँ परिकल्पना गरेर गर्नुपर्छ। त्यसैले त्यो परिकल्पना पनि ठुलो कुरा हो है। त्यसैले सङ्कल्प प्रमाण कामान त्यक्त्वा सर्वान् अशेषतः हरि मनसैवेन्द्रिय ग्रामं विनियम्य समन्ततः शनै शनै उपरमेत् बुद्ध्या धृतिगृहीतया आत्मसंस्थं मनः कृत्वा न किञ्चिदपि चिन्तयेत्। हाम्रो सङ्कल्प विकल्प अनेक किसिमको कुरा उठ्छन् मनमा। त्यो लागेका इन्द्रियहरूलाई फर्काएर ल्याउनु, मनले गएर आत्मामा लगेर राख्नु। अनि आत्मतत्त्व नै परब्रह्म परमात्मा हो भन्ने चिज थाहा पाउनु, चिन्नु, जान्नु। त्यो गरेर चाहिँ आनन्दसँग बस्यो भने त्यो मान्छेलाई कुनै किसिमको कष्ट हुँदैन, मनमा भित्र शान्ति हुन्छ, आनन्द हुन्छ, खुसी हुन्छ, प्रसाद हुन्छ। प्रसाद भनेको खुसी, आनन्द। अनि त्यो भयो भने के हुन्छ, प्रसादे सर्व दुःखानां हानिरस्य बुझायते। जब प्रसाद हुन्छ, जब खुसी हुन्छ, आनन्द लाग्छ, त्यसपछि कुनै दुःख छैन, दुःख भन्ने कुरै आएन। प्रसादे सर्व दुःखानां हानि गीतामा भनेको छ भगवान् कृष्णले है। त्यस्तो हुन्छ। त्यसैले आज यो थोरै आज कर्म मन्त्र योगको विषय मैले यति निवेदन गरेँ। अब यो चाहिँ संक्षेपमा गरे हो। यस विषयमा चाहिँ मैले आफ्नो पाशुपत तन्त्र, श्रीमद् पाशुपत तन्त्र भन्ने चाहिँ मैले एउटा लेखेको छु किताब। त्यो पाशुपत तन्त्रमा पछाडि यो ज्ञान, उपासना र योगको त्रिवेणी भनेको छु मैले। त्यो कुरामा चाहिँ पछाडि योगको कुराहरूमा मैले विस्तृत रूपमा वर्णन गरेको छु। अलिकति झल्को त उसमा नवमिसिङको उसमा पनि मैले दिएकै हुँ, ठाउँ ठाउँमा मैले प्रवचन गरेकै छु। हजुरहरूलाई त्यसलाई विस्तृत रूपमा हेर्न मन लाग्यो भने एउटा पाशुपत श्रीमद् पाशुपत तन्त्र भन्ने छ मेरो, त्यसबाट चाहिँ यहाँले हेर्नुभयो भने यहाँहरूलाई पुरा रात जानकारी हुनेछ। यति निवेदन गर्दै हजुरहरूले मलाई मौका दिनुभयो, यसको लागि म धेरै धेरै धन्यवाद चढाउँदै अभिवादन गर्छु। हार्दिक धन्यवाद तन्त्र विद्या शिरोमणि प्राध्यापक विद्यानाथ उपाध्याय भट्टगुरुलाई सारगर्भित रूपमा तन्त्रमा मन्त्रयोग विषयमा आफ्नो महत्त्वपूर्ण प्रवचन राखिदिनु भएकोमा। महानुभावहरू, हामीले पूर्व निर्धारण गरेको समय सीमा चाहिँ लगभग खड्कि नै सकेको छ। 1 घन्टाको कार्यक्रम बनाएको थियौँ, 1 घन्टाभन्दा निकै नै समय गइसकेको छ। त्यही पनि हामी एकदमै छोटोमा 2टा प्रश्न मात्रै लिन्छौँ। भूमिकाहरू नराखिकन विशाल डाक्टर साहबले गर्नुभएको छ। विशाल डाक्टर साहबले पनि अगाडि केही पनि भूमिका नराखिकन छोटो आफ्नो प्रश्न मात्रै के हो ट्याक्क सठिक अलिक ठुलो राखिदिनु स्वरले भन्नु होला, म अलिक कम सुन्छु है आज। अलिक कम सुन्छु, अलिक ठुलो स्वरले भन्नु होला, राम्रोसँग स्पष्ट भन्नु होला। राख्नु त विशाल डाक्टर साहब राख्नु, छोटो ठ्याक्कै आफ्नो के हो त्यो मात्रै राख्नुहोस् त। सन्दीप भाइ, पहिला मलाई गुरुलाई प्रणाम गर्न दिउँ है, त्यही हो मेरो भूमिका। यसलाई नघटाउँ। गुरुलाई मेरो सशक्त प्रणाम। मेरो पनि प्रणाम छ, धन्यवाद। हजुरलाई मेरो प्रश्न के भन्दाखेरि यो
चित्तको परिशुद्ध चित्तलाई चाहिँ शुद्ध गरेर मन्त्रयोगबाट यी सारा यी धेरै कुराहरू यहाँ आए गुरुदेव। हजुरलाई मेरो प्रश्न के हो भन्दाखेरि यो शुद्धिकरण भइसकेपछि जब शुद्धिकरण हुँदै जान्छ र मान्छे चाहिँ जुन ईश्वर साक्षात्कार गर्ने स्टेजमा पुग्छ, त्यस्तो मान्छेको साइन एन्ड सिम्पटम के हुन्छ? एउटा कुरा थियो। अर्को कति मान्छेहरू म देख्छु त्यो डगमाटिक डिपेन्डेन्स, खालि त्यो साधनामा एक प्रकारको प्र्याक्टिसमा रिचुअलिस्टिक ग्रास्पिङमा देख्छु, तर खास गरी न प्रफुल्लता देख्छु अनुहारमा, न उनीहरूको कुनै प्रकारको त्यो एउटा स्पिरिचुअल अवेकनिङको कुनै साइन एन्ड सिम्पटम बाहिर देखिन्छ। तर हजुरले जुन संसार देख्नुभयो, वास्तवमा कस्तो खालको साइन एन्ड सिम्पटम आइसकेपछि काम बन्दैछ भन्ने थाहा हुन्छ गुरुदेव? त्यो थाहा हुन्छ हेर्नुहोस् है, कसो भन्दाखेरि हामीले अब अहिले यसो मैले 4-5वटा 5-6वटा किताब लेखेँ। किताब लेखिसकेपछि मलाई के लाग्छ भनेदेखि चाहिँ यसो हेर्छु, यो त मैले लेखे हो र भने जस्तो लाग्छ, मैले लेखे हो र भने जस्तो लाग्छ। किनभने फेरि मलाई लेख भन्न सक्दिनँ फेरि है। त्यस कारण मैले लेखे भए त मैले खुरुखुरु आफू चाहिँ फेरि लेख्न सक्थेँ नि, होइन? त्यो के हुन्छ भने हामीलाई मैले अघि नै निवेदन गरेँ, हामी चाहिँ एउटा कलम जस्ता हौँ क्या। हाम्रो शरीर चाहिँ कलम जस्तो हो। त्यो कलमले त लेख्दैन नि, त्यो त भित्र चाहिँ मानिसले लेख्छ, चिन्तन गर्छ। त्यस्तै हाम्रो चाहिँ विशुद्ध भित्र चैतन्य हुन्छ। त्यो चैतन्यले हामीलाई माध्यम बनाएर हाम्रो कलमबाट लेख्छ। त्यसले हेर्नुहोस् कि लेख्छ, अनि त्यहाँ त्यो शुद्ध हुन्छ। संसारमा तपाईँले चाहिँ कुनै बीज रोपेर, बीज मन्त्र हामी जपेर कुनै परमेश्वरलाई सिद्ध गर्न हामी खोज्छौँ, त त्यो बीज त्यसबाट चाहिँ यो रङको यतिवटा रङको एकै ठाउँ भएको कलममा फुल यसरी मैले गर्छु, तपाईँले पेन्ट गरे हो र होइन नि त? त्यहाँ चाहिँ त्यो फल रोप्नुहुन्छ, त्यो फल रोपेर त्यसमा अमिलो हुन्छ, त्यसपछि गुलियो हुन्छ, गुलियो भएर त्यो खाँदा तपाईँलाई शक्ति आउँछ त्यहाँबाट। त्यो के तपाईँले गरे हो र? त्यस कारण के पानी आउँछ, पानीले चाहिँ तपाईँलाई तृप्त गराउँछ, तपाईँको जीवन बनाइदिन्छ। के त डिहाइड्रेसन हटाउँछ, के तपाईँले गरे हो र? त्यसरी ईश्वरले नै भित्र बसेर ईश्वर सर्वभूतानां हृदयसे जुन तिष्ठति भ्रामयन् सर्वभूतानि यन्त्रारूढानि माया। ईश्वरै सबका हृदयमा बसेर यन्त्रद्वारा घुमाउँछन् है। उनकै शरणमा जाऊ पाउँछौ पद शाश्वत भनेको छ गीतामा है। अन्तिममा चाहिँ गीतामा पनि त्यही भनेको छ। त्यसरी के भने तन्त्रमा पनि उपासनामा जेसुकै गर्नुहोस् तपाईँ, तर के भने तपाईँले परमेश्वरसँग आफूलाई एकात्मकता सिद्ध गर्न सक्नुपर्छ। तपाईँको हृदय नै परमेश्वर बस्नु भएको छ क्या हृदयमा। त्यसैले आफ्नो हृदयमा पनि उनको पूजा हुन्छ भनेर भनिहालेँ मैले। हृदयमा परमेश्वर छैनन् भनेदेखि त तपाईँले केही गरेर यसको हाम्रो लोकमा भन्ने चलन छ नि, यसको मनमा त भगवानै छैन नि, जे यस्तो गरेर हिँड्छ भन्छ नि। त्यस कारण के भने हाम्रो चित्त शुद्ध भयो भने कसरी थाहा हुन्छ भने के चित्त शुद्ध हुँदै गयो भने हामीलाई चाहिँ जहिले पनि अब मैले अहिले यसो गरेर मलाई के हुन्छ, म आफूलाई यताउति भने होइन, त्यही पनि मलाई के हुन्छ, ओम 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 यो कुरा गर्दै जान्छु म। एकछिनमा लाग्यो भने ओम 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 भित्र जपिरहेको हुन्छु, म जपिरहेको हुन्छु के। अहिले त्यहाँ त्यो संस्कार बस्यो, त्यो के संस्कार बस्यो। राम 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 जप जसको जप छ त्यो मान्छेको रा चाहिँ निदाउँदाखेरि रा जपिसकेको हुन्छ, बिउजा म जप्छ त्यसले। त्यस्तो संस्कार बन्छ अनि उसलाई उज्यालो देख्छ, परमेश्वरै सर्वतिर व्याप्त भएको देख्छ। यो त मैले गरे हो, यो त ईश्वरले गरे भनिरहन्छन्। जङ्गल छ, कसैले पानी हाल्ने होइन, रोप्ने होइन, आफै घाँस उम्रन्छ। यति एक स्क्वायर फुट हेर्नुभयो भने तपाईँले चाहिँ अनन्त किसिमको घाँस स्वरूपको त्यहाँ देखिन्छ, अनेकौँ आकारका देखिन्छ। अमेरिकामा यो चिसो भयो भने तपाईँलाई थाहा छँदैछ, एकदम चाहिँ राता हुन्छ रुखहरू हेर्नु है। अब कहीँ चाहिँ हरिया हुन्छ, कहीँ पहेँला हुन्छ। यो सबै हामीले गरे होइन कि ईश्वरकै एउटा रचना छ, त्यसलाई प्रकृति भन्नुहोस् या ईश्वर भन्नुहोस्। तर त्यो तपाईँको आँखाले तपाईँको चित्त शुद्ध छैन भने तपाईँ देख्नुहुन्न, त्यहाँ ईश्वर देख्नुहुन्न। यस्तै हो भन्नु ठान्नुहुन्छ, हिँड्नुहुन्छ बाहिर, तपाईँले त्यसको चाहिँ प्रवृत्ति हुँदैन। तपाईँ जब तपाईँको चित्त शुद्ध हुन्छ, परमेश्वरतिर तपाईँ राख्नुहुन्छ भने यो सबै ईश्वरका हरेकतिर भगवान् देखिन्छ, हरेकतिर ईश्वरले गरेर देखिन्छ। अनि तपाईँ मरिमरि एक्लै बसे पनि हाँसै गर्नुहुन्छ, के मनमा आउला ईश्वरले के गरे होला भने जस्तो लाग्छ क्या।
त्यसैले त्यो ईश्वरको स्वरूप चिन्तन आइरहनु नै ईश्वरले गरे हो भन्ने ठान्नु नै त्यो वास्तवमा चित्त शुद्ध भएर तपाईँको चाहिँ लाग्नु भएको कुरा त्यही हो हेर्नु। जस्तो अरू कुरा लाग्नु न त मान्छे उपेक्षा गर्छ हिँड्छ। हाम्रै भनौँ धन्यवाद नाक यहीँ विद्यानाथ आउँछ गुरु। किन, कान यहीँ आउँछ किन, हाम्रो जुगा यहीँ आउँछ किन, हाम्रो निधारमा यस्तो हुन्छ किन, आँखाले देख्छ मुखले देख्दैन किन, कसैको पनि जवाब छैन त्यसमा, सबै यस्तै हो भन्छ। त्यही हो भगवान् परमेश्वरको चाहिँ सर्वत्र परमेश्वर हुन्छ भने दर्शन गर्नुपर्छ, त्यही हो। हस्, धन्यवाद विद्यानाथ गुरु। म दोस्रो प्रश्न लिइहाल्छु। श्याम नेपाल हात उठाउनु भएको छ। कृपया यहाँको प्रश्न राखिदिनुहोस् त। भूमिकाहरू केही पनि बाँध्नु पर्दैन है, सठिक प्रश्न मात्रै। माइक खोल्नुहोस् त, यहाँको माइक खोलेर राख्नुहोस्। श्यामजीले माइक खोल्नुहोस् न। उहाँले सन्दीपको जुङ्गामा पनि परमात्मा देखिसक्नुभयो, त्यही भएर खोल्न सक्नु भएको छैन। हजुर ल, उहाँको भएन, अरू कसैको छ भने राख्नुहोस् त। अरू कसैको एउटा छ भने राख्नुहोस्। कसैको एउटा दुईटा प्रश्न मात्रै लिन्छु। हाम्रो पूर्व निर्धारित कार्यक्रमको रूपरेखामा हामीले त्यसैमा टेकेर नै हामी काम गर्दैछौँ। ल, महानुभावहरू कसैको केही छ एउटा भने राख्नुहोस् त। प्रश्न कसैको नआएकाले विद्यानाथ गुरु, अब हजुरको अन्तिममा राखिदिनुहोस् गुरुले। अब कार्यक्रमलाई हामी बिट मारौँ गुरु। मैले भन्नु विद्यानाथ पर्यो। गुरु, हजुर हजुर, अन्तिममा केही छ भने गुरुले राखिदिनुहोस् अब। अब यो मन्त्रयोगको विषयमा चाहिँ मैले हजुरहरूलाई निवेदन गरेँ। अब संसारमा चाहिँ परमेश्वरको चाहिँ हामीले के गर्नु पर्यो भने भगवान् यो गीता सम्पूर्ण भनिसकेपछि यो अर्जुन भगवान् कृष्णले अर्जुनलाई यतिका यस्तो अवस्थामा मैले लडाइँको समयमा भने यसले बुझेन होला भने सारांश उहाँले तिन चारवटा श्लोक बताउनु भयो। ईश्वरले सबैको हृदयमा बस्छन्, ईश्वरले सबै कुरा गरे हुन्छन्, उसको शरणमा जाऊ, उनीले हाम्रो सम्पूर्णका पापहरू नराम्रो कुराहरू नष्ट गर्छन् भनेर भन्नुभएको छ। त्यस्तै खालको हामीले आफ्नो धर्म अनुसार, आफ्नो परम्पराको, आफ्नो कुल धर्म अनुसार, आफ्नो सबै सर्वधर्म परित्यज्य माम शरणम व्रत भनेको ठाउँमा कुल धर्म के अरे समाचार भन्ने कुरालाई हामीले मान्नुपर्छ। आफ्नो कुल धर्म मान्नुपर्छ। आफूले मानेको कुरा कुल धर्म चाहिँ हाम्रो परम्परागत रूपमा आइराखेको छ, त्यसलाई चाहिँ हामीले छोड्नु हुँदैन। र परमेश्वरको भित्र अस्तित्व छ, उनीहरूले गरेको हो, उनी र हामीमा फरक छैन, उनी र म एउटै उनकै स्वरूपमा हुँ भन्ने कुरा चिन्तन यहाँले गर्न सुरु गर्नुभयो भने यहाँले चाहिँ यो तन्त्र चर्चामा यहाँ चाहिँ सबै ठाउँ सुनेको कुराकोहरूको यिनीहरूको पनि तपाईँ धेरै सार्थक हुन्छ। र चिन्तन गर्नुहोस्, मनन गर्नुहोस्। यहाँको सुनेको कुरा यहीँ उडाएर चाहिँ घरमा सवारी भएर हुँदैन। त्यस कारण के भने यो लगेर गरे यस्तो यस्तो कुरा सुने यो के हो भनेर चिन्तन गर्नुहोस्। यदि कुनै किसिमको हाम्रो केही विप्रतिपत्ति छ, हामीले एउटा यहाँलाई बुझाउन सकेका छैनौँ भने अब जहिले जुन बखतमा जसरी सम्पर्क राखेर पनि फोनमा गरेर कुरा गर्न सक्नुहुन्छ यहाँले, त्यो अनुसार गर्नुहोस्। तन्त्र चर्चाले ठुलो काम गरेका छ। 275वटा श्रृङ्खला उसको यतिका अब प्रवचनहरू भइसकेका छ। त्यस कारणले अब यसलाई प्र्याक्टिकल कुराहरू पनि गराउँदैछ, क्लास पनि लिँदैछ तन्त्रको। सबैले कतिले त्यसमा लिनुभएको होला, भाग लिनुभएको होला। त्यस कारण त्यो यहाँको जब बढ्दै जाओस्, यहाँको ज्ञान पिपासा मेटिँदै जाओस्, ज्ञान यहाँ गर्दै जाउँ। तपाईँहरूलाई चाहिँ राम्रो हुँदै जाओस्, असल हुँदै जाओस्, परमेश्वरले कल्याण गरून्। त्यति चितायो भने म चाहिँ आफ्नो बन्द गर्छु। हार्दिक धन्यवाद तन्त्र विद्या शिरोमणि प्राध्यापक विद्यानाथ उपाध्याय भट्टगुरुलाई। तन्त्र चर्चाको 275औं श्रृङ्खलामा हाम्रो निमन्त्रणालाई स्वीकार गरेर गुरुले आएर यो तन्त्रमा मन्त्रयोग विषयमा आफ्नो सारगर्भित प्रवचन राखिदिनु भएकोमा गुरुलाई धेरै धेरै धन्यवाद टक्राउँछु। र उपस्थित सम्पूर्ण भद्रमैला एवं सज्जनवृन्दलाई पनि हार्दिक धन्यवाद दिन्छु। महानुभावहरू, अर्को हप्ता नयाँ विषयवस्तुका साथ हामी उपस्थित हुने नै छौँ। आजको लागि यहाँहरू समक्ष हामी बिदा माग्छौँ।
हार्दिक धन्यवाद। सर्वे भवन्तु सुखिनः, सर्वे सन्तु निरामया, सर्वे भद्राणि पश्यन्तु, मा कश्चित् दुःखभाग् भवेत्। नमस्कार।